नमस्ते लेक सम्पूर्णमा म लसाङ सुल्छिम अनि आज चाहिँ हामी हाम्रो गुरु रिम्पोछेज्यू पछाडि हुनुहुन्छ हाम्रो गुरुको आमाको चाहिँ 84 पूजा छ उता ओखलढुङ्गामा त्यो हुँदाखेरि हामी ओखलढुङ्गा जाँदैछौँ हामीसँग चाहिँ पछाडि गुरु हुनुहुन्छ अनि त्यसपछि यता आसाङ हुनुहुन्छ अनि त्यसै गरेर अर्को गेला पनि हुनुहुन्छ अनि हाम्रो साथीहरू अनि अहिले चाहिँ हामी यो एउटा जङ्गलमा आइपुगेका छौँ एकदमै सुनसान छ अनि हामी सबैजना आराम गर्दै एकछिन गाडीमा यताउता कहिले उता ढल्किने कहिले उता ढल्किने हुन्छ रोडको हालत चाहिँ एकदमै अलि नराम्रो नै छ त्यो हुँदाखेरि एकछिन आराम गर्छौँ अनि त्यसपछि यहाँबाट हामी जानेछौँ Bachelor रहेछ न यो ल आजको चाहिँ हामी बल्ल आइपुग्यौँ यहाँ बेलुका सुत्नुको लागि चाहिँ यहाँ हाम्रो सबैजनाले ट्रेन मिलाएर
त हामीलाई यो अलिकति धेर भयो कि अलिकति कटाउनु ए जाडो अहिले जान्छ पनि खेला के हो आज शुक्रबार हो छुट्टी भयो यहाँको रुखहरू सबै पछि रोपेको अब राजु अहिले कमी छ राजु अब गाड फाल्नु भएछ त काठमाडौँमा घर थालेर यहाँ आएर बस्छ काठमाडौँ हुँदा भयो एक्लै बसिरहेको यो चाहिँ के हो फुल फुल्दै थियो फुल राम्रो फुल्दै हो त्यो फल त छैन नि फल चाहिँ पाउलोतिर भयो पाउलो नै हो बत्ती छैन काठमाडौँमा कति एक वर्ष बस्यो हाम्रो गाउँमा नयाँ बन्यो भने यहाँ यो त एकदम गरम छ 1 टनभन्दा बढी छ यो यहाँ ल्याउँदाले धेरै दुःख गरे होइन यो त एकदम हेभी छ उचाल्नु कति जनाले उचाल्छ 10-12 जना लाग्छ साह्रै रोड हेरेर बिस्तारै 10-12 जनाले उचाल्नुपर्छ अनि यो त अब अन्त्य पाएर साके चुम्ती दिएको यहाँ चाहिँ बाँस पछि गुम्बा बनेपछि अब यो भएपछि पुरा पछि अब यहाँ अब त्यो गुम्बा सकेपछि न्युने राख्नुपर्छ हजुर न्युने राखेर यहाँ अब लोपेन आइसक्यो न्युने अब सुरु गरिहाल्नुपर्छ एकदम राम्रो हुन्छ त्यो भएर चाहिँ राम्रो हुन्छ अब गाउँमा पूजा गर्नु त पाइहाल्यो तिनचुलीको हुँदा यहाँ आएर 1 वर्ष जति भयो हाम्रो गुम्बा नबन्दाखेरि गुम्बा बनिएपछि
यहाँ थाइल्यान्डबाट सिङ्गापुर सिङ्गापुरबाट काठमाडौँ काठमाडौँबाट लास्टमा हुँदै लाग्यो एकदम रातो हुन्छ खुसी भयो आउनेहरू सबै खुसी भयो राम्रो हो नि अब ठुलो पूजा भयो नि सबै जम्मा भयो पूजा राम्रो भयो धेरै मान्छे आयो हो नि राम्रो के अरे पिठो ए ल कबनमै लान्छ हुन्छ कोसियाले धेरै ठिक पार्नु भएछ मम्मीले यो पनि बोरामै हाल्नु आएको है गाडीमा हाल्ने अनि म लान्छु यता अगाडि हुनुहुन्छ मामलाई भेट्दैन है म्यामलाई मम खोजेर बसिरहेको मम तकरा छ मम भित्र पछि फेरि भेट्नु उता आएपछि आउनुहोस् न है लु ममहरूलाई सबैजनालाई अङ्कलहरूले ल सबैले ल राम्रोसँग बस्नु खाना राम्रो खानु अब पूजा भइहाल्यो अब राम्रोसँग खुसीसँग खुसी हो है खुसी बस्नु खुसी भयो अब ल हुन्छ अब लागौँ